ल प्राचीन कालको कुण्ड उयो लाइट अब यहाँनिरबाट बुझ्नुहोस् अब यो भाग बाँकी रहेको हजुर यहाँसम्म फालेको होइन हजुर 45 सालमा राजा वीरेन्द्र र ऐश्वर्य आउनुभयो ए यहाँ आएर दर्शनै गरेको म त अहिले 1 वर्ष भयो कान्छीरहेको म त बुढो मान्छे अब 74 वर्षमा कान्छीरहेर अहिले 76मा परिरहेको 1 वर्ष भयो मैले काम गरेँ धेरै काम गरिसकेको छु सबैमा प्रभाव परिसकेको छ अहिले जति आए पनि खान पाउनुहुन्छ बस्नु पाउनुहुन्छ सुत्नु पाउनुहुन्छ हजुर कुनै दुविधा छैन होइन हजुर अब यो पछि 1 लाख रुपियाँ बक्स भयो 1 लाख बक्स पछि चाहिँ त्यतिखेरको कार्यकालमा हजुर हाम्रो नरबहादुर कार्की अहिले 4 नम्बरका सदस्य पार्षद सदस्य छन् हजुर प्रधान थिए त्यतिखेरै 1 लाख रुपियाँ दिनुभयो र यो पछि काठको बन्यो होइन एक ढोका चाहिँ यथावत छ पुरानो प्राचीन कालको अब भित्र पस्नु डिजाइन अब तपाईँ यसो सोच्नु होला जस्तो यता चाहिँ यो चारौँतर्फ यस्तै थियो है यो मन्दिरको चारैतर्फ यस्तै यही आकारको थियो होइन हजुर अब यो ढुङ्गा पनि यहाँसम्म यस्तै थियो वरिपरि थियो है यो ढुङ्गा ठुलो ढुङ्गा छ यो हजुर अब यो बुझ्नुहोस् यसको डिजाइनै यो ल आउनु झोला ठिकै छ झोला त्यही राखिदिनु कसैले केही गर्दैन यहाँ त्यहाँ राख्दियो यो पुरै घुम्न मिल्ने हो यो परिक्रमा गर्ने ठाउँ ए ल पहिलोचोटि आएको अब यही डिजाइन तलमाथि हेर्दै जानुहोस् है डिजाइन यही हो है प्राचीन कालको मान्छेले यसो मनभित्र चाहिँ यस्तै रहेछ भन्ने भान भइहाल्छ नि हेर्नु यो माथि हेर्नुहोस् अब यो चारैतर्फ यस्तै थियो है डिजाइन पनि ढुङ्गा पनि यस्तै हो आकार पनि यही हो सबै अनुभव यही हो ल तल पनि हेर्नुहोस् अब खै तल देखो हो तल माथि सबै हेर्नु यसमा कुनै चिज थपघट होइन यो प्राचीन कालको यथावत रहेको छ हजुर म यो देखाउने कहिले नदेखेको मान्छेले यो देखाउनु गइरहेको छु हजुर म यो ढुङ्गा हो यो छतको ढुङ्गा हेर्नुहोस् यो ढुङ्गा हो यो अब कति लम्बा चौडा छन् जता छन् उतै लिएर राखेका छन् नि यो डिजाइन हो हेर्नुहोस् यता हेर्नुहोस् अब ढुङ्गा चाहिँ चारैतर्फ छ क्या है यो ढुङ्गा अब फेरि यसो पनि विश्वास नमानेर ढुङ्गा कहिले भाँचिन सक्छ कि भनेर यहाँ फलाम राखेको छ हेर्नुहोस् अब यहाँ पनि राखेको छ यहाँ पर पनि छ एउटा फलाम यो फलाम चाहिँ पछि नै राखेको कि पहिले नै राखेको अब यसैको साथ बनाउँदाखेरि बनाएर निर्माण गरेर यसले फलामले अब किनभने कथमकाल ढुङ्गा भाँचिन सक्छ हजुर अब यसले पनि केही पावर गरोस् र बचाओस् भन्ने उद्देश्यले होइन अब यो ढुङ्गाको छत हेर्नुहोस् अब यो 5 पाण्डवद्वारा निर्मित भएको यस्तै ढोका थिए चारैतर्फ अब यो भान गर्नुहोस् अब डिजाइन यही हो ढोका यस्तै हुन् चारै ढोका यस्तै थिए ल अब आउनुहोस् यता उताको चाहिँ काठको भयो यो चाहिँ फलाम हो हजुर फलाम होइन नि ढुङ्गा हो यो ढुङ्गा होइन सबै ढुङ्गा हो उताको चाहिँ काठको थियो होइन उताको काठको अहिले हेरेको काठको अहिले पनि देखेको त्यो पछि निर्माण गरेर काठ कसले ढुङ्गा राख्न सक्ने यस्तो क्षमता भएन नि कसैले बोके कोही छैन नि यो हेर्नुहोस् अब डिजाइन यस्तै हो भित्र कति होला बिम नै उसको रहेछ कि ढुङ्गाको है पुरै जत्रो भेटाए उस्तै ल्यायो उनीहरूले पराक्रमी थिए शक्तिशाली थिए उनीहरू अब यो डिजाइनै यो ल ल डिजाइनै यो यसमा कुनै गाह्रो छैन अर्को छैन ढुङ्गा सिवाय अरू केही होइन अब हेर्नुहोस् अब यता हेर्नु हेनेरी पनि कब्जा लगायो होला कता हो मैले अघि माथि देखाएँ नि यस्तै बनाएर अर्कोमा जोड गरेको छ होइन कति मिहिनेत गरिएको छ होइन एकदमै यस्तो त हामीले आफ्नो बस्ने घर पनि बनाइरहेको छैनौँ नि छैन यत्रो गर्ने अब यो मान्छे 5 पाण्डव जतिखेर गुप्त बस्नुभयो होइन त्यतिखेरकै निर्माण गरे भने यहाँ ठुला ठुला देवीका मूर्तिहरू थियो तिनी माथि छन् अब यो कुण्ड यो हो यो पानी आउँथ्यो यहाँबाट यो नाली हो पर एउटा नाली चाहिँ यत्रो आउँथ्यो ज्वाला यो ढोका चारैतर्फ त्यस्तै त्यो माथि सुनको छत जस्तो थियो त्यो मैले जो आकार देखाएँ यस्तो यो पछि निर्माण बनाएको यो अट्काउन बाटो हजुर अब यस्तो किसिमको हो यहाँ कुण्ड यो कुण्ड हो अब यसमा अब यो ज्वालाका पीठहरू अहिले यी मूर्तिहरू राखेका छन् यो भगवान्को चाहिँ अब यो राखेका छन् हजुर ठिकै छ तपाईँ कहिले नआयो भन्नाले ठिकै छ तपाईँलाई केही उ गरिदिउँ माथि पनि टिका लगाउनु होला हे ज्वालाजी रक्षा गरे आइबलबाट नन्दना लेखन पनि गरे मनुष्य पूर्ण गरे सना सुखी राखे उहाँको सोचेको पुकाइदिए सना सुखी भएर बाँचेको पिताका सबै कार्यहरू सफल हुन् र सपनाहरू साकार गरिदिए ज्वालाजीको अब उहाँको सम्पूर्ण सोचाइ पुरा गरेर उहाँको कामना पुरा होस् धन्यवाद सर यो कुण्ड हो यसरी जाने यसरी गर्ने हेर्नुहोस् यो पाइप
उसको छ अनि तामाका पातहरू हुन् एक यहाँ छ पहिला पानी आउँथ्यो यहाँ निकास पिपलको रुख थियो यो तल पिपलको रुख थियो त्यो पानी पर थियो यो अहिले चाहिँ यता चेप्दै आइरहेको छ होइन ल बाबुलाई लगाउनु बाँकी छ ल एउटा फुल पनि लगाउँ यहाँलाई मान्छेले लगाउने जलाजी रक्षा गरेर आइपुलबाट निर्वाचन गरेर मैले सपोर्ट गरेर समाज गरेर गाउँको सोचेको पुगाइदिए सबैसँग घर वन सबै गाउँको चाहना सबै सबै कार्यहरू सफल हुन् ल यहाँ अब हजुरले यहाँनिर त्यो देख्छु अब परको त्यो सानो देख्छ हो हजुर सबै आइसकेपछि सबै पीठको दर्शन गर्नुपर्छ म हजुर स्वर्गद्वारीमा पुगेँ हजुर महाप्रभुको रुक्नेर तपस्या नगरेको ठाउँमा पनि दर्शन गरेर आधा फल प्राप्ति भनेर लेखाएको थियो कि किताब पनि पढ्यो गएँ म हजुर राम्रो लाग्यो अब त्यस्तै यो डिजाइन यो बुझ्नु त भयो नि हजुर चारैतर्फ यस्तै थियो डिजाइन यो महापुरुषहरूले बनाउनु गएको शक्तिशाली मान्छेहरू 5 पाण्डवहरू उनको भगवान् विष्णु हुन् हजुर सबै भगवान्का नाम बदल्ने पनि कुराहरू यो ढुङ्गा सबै भित्रका चाहिँ यस्ता हुन् यहाँ ल्याएर अब यो एकदमै कटिङकै ढुङ्गाहरू मात्रै छ हजुर